हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ म यहाँनिर गुन्द्रुक अनि न्युट्रेलाको अचार बनाउन गइरहेको छु। अब तपाईँहरूले पनि जान्नुहुन्छ होला बनाउनु होइन, तर पनि यहाँ चाहिँ आज म मेरो तरिकाले बनाउन गइरहेको छु। र यो गुन्द्रुक र न्युट्रेलाको अचार बनाउनलाई चाहिँ के चाहिन्छ भने यो गुन्द्रुक भयो, अनि यो न्युट्रेला, अनि यहाँनिर चाहिँ काटेको सुक्खा खोर्सानी, यो भटमास, बदाम अनि तिल, सबै कुरालाई चाहिँ तेलमा फ्राई गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ मैले भटमास फ्राई गर्दैछु है। अब यो भटमासलाई चाहिँ मजाले फ्राई गर्नुपर्ने हुन्छ, जसमा कि खाँदा चाहिँ अब कुरुम होस् न, त्यो चाहिँ मिठो हुन्छ है। यहाँ चाहिँ मैले बदाम अघि फ्राई गरिसकेको र अब भटमासलाई चाहिँ मैले यही बदाम फ्राई गरेको बारामै हाल्दैछु। यहाँ चाहिँ न्युट्रेला फ्राई हुँदैछ। न्युट्रेलालाई चाहिँ ब्राउन कलरको बनाउनु पर्छ। यो चाहिँ फ्राई भइसकिसक्यो। अब यसलाई चाहिँ म भाँडामा हाल्छु। मैले चाहिँ सबै कुरा फ्राई गर्दै यो भाँडामा हाल्दैछु है। अब सबैलाई एकैचोटि मोल्नुपर्छ नि त। अब यहाँ चाहिँ गुन्द्रुक फ्राई गर्न आँटेको कराई चाहिँ अब डढेर एकदम कालो भइसकिसकेको छ है। गुन्द्रुक फ्राई गर्दा चाहिँ अलिकति मात्रै हाल्नुपर्छ, किनभने गुन्द्रुक एकदम फुल्लिन्छ। गुन्द्रुक पनि फ्राई भइसकिसक्यो। गुन्द्रुक चाहिँ अब तेलमा हाल्दाखेरि चाहिँ कम्ती गर्दै हाल्नुपर्छ, किनभने चाहिँ एकतालमा कम्ती हाल्दाखेरि चाहिँ यति हुन्छ फुल्लेर। यहाँ चाहिँ फेरि तिल फ्राई हुन्छ। अब यहाँ चाहिँ फेरि सुक्खा खोर्सानी फ्राई, र सुक्खा खोर्सानी चाहिँ मजाले फ्राई गर्नुपर्छ। मैले चाहिँ यहाँनिर सबै कुरा फ्राई गरिसकेर चाहिँ एउटै भाँडामा हालेको छु। र पहिला चाहिँ गुन्द्रुकलाई मजाले डुटाउनु पर्छ। गुन्द्रुक चाहिँ अब ठुल्ठुलै हुन्छ होइन, हातले मजाले डुटाउनु पर्छ। गुन्द्रुकलाई डुटाइसकेर चाहिँ यसलाई मजाले मिक्स गर्नुपर्छ हातले। मैले चाहिँ हातमा प्लास्टिक लगाएको छु, किनभने खोर्सानीले हात पोल्छ। अचार चाहिँ रेडी भइसक्यो। ल साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो मेरो रेसिपी? मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।